हेलो गाइस, स्वागत छ मेरो न्यू ब्लगमा हैन। म चाहिँ एउटा आज सानो हल्का उसको लागि मात्रै छ। हाम्रो अब यो एउटा कम्पनी हैन, यो हामी यसमा काम गर्छु। यसमा चाहिँ अब के हुन्छ भन्ने कुरो प्रायःले सोध्नुहुन्छ, केमा काम गर्छस् भनेर। हाम्रो यहाँ अब ट्याक्स डिपार्टमेन्ट हो। हामी ट्याक्स फाइलिङ गर्छौँ, ई फाइलिङ, ट्याक्स फाइलिङ हैन। र बाँकी चिज पनि पिएफ कसैको विड्रो भएको छैन, पिएफहरू निकालिदिन्छौँ। युएस फाइलिङ सबै थोक गर्छौँ। हजुरहरूलाई कति प्रायःलाई अब कस्तो हुन्छ नि, पिएफ अड्किरहेको छ, पिएफ निक्लिएको छैन, हामी पिएफहरू पनि निकालिदिन्छौँ। अनि तपाईँको टिकटहरू पनि गर्छौँ, जसको प्रायः कम मात्रामा टिकटहरू चाहिँ हुन्छ। टिकटहरूको चाहिँ अब काम अलिकति डिफिकल्ट हुन्छ र टिकटहरूको हेरेर पनि बनाइदिन्छौँ कति प्रायःहरूको। र प्रायः काम चाहिँ के हो भन्ने म तपाईँहरूलाई देखाउँछु है। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो अब यहाँ काम चाहिँ के हुन्छ भन्दा जिएसटी फाइलिङ, कम्प्लेन रिजर्भेसन, आइटिआर फाइलिङ, ट्याक्स पर्मिट हो, सर्भिस, टिडिएस रिटर्न फाइलिङ, एकाउन्टेन्ट सर्भिस, इन्कम ट्याक्स नोटिस रिकमेन्डेन्स, अनि बिजनेस लाइसेन्स, ट्याक्स एप्लाई हैन। त्यहाँबाट यो तपाईँको प्रपर्टीको, त्यहाँ पछाडि यो एउटा हुन्छ। अनि त्यहाँ पछाडि यो पिएफ, तपाईँलाई मैले जुन भने यो चाहिँ पिएफको हो। हामी पिएफ विड्रो एसोसिएसन पनि गर्छौँ र युएस फाइलिङ पनि गर्छौँ। र यसमा टिकटको चाहिँ अहिले हालेको छैन, किनभने टिकट अलिकति पहिले जस्तो छैन सुविधा, र टिकटको चाहिँ अहिले हालिएको छैन फिलहाल, हेर्न सक्नुहुन्छ। अनि हजुरहरूलाई कसैलाई अब यतिभरिमा सुविधा चाहिन्छन्, प्रायः हाम्रो नर्मल मान्छेहरूले चाहिँ अब यो सुविधा लिन्छन्। अब कति प्रायःको हैन पैसा विड्रो गर्न सक्दैनन्, अड्किन्छ पैसा, कसैको अब ब्याङ्कको प्रब्लम, कसैको केको प्रब्लम, कसैको के हो त भन्छन्। अनि हामी अब त्यसलाई मिलाएर गरिदिन्छौँ। र हजुरहरूले देख्न सक्नुहुन्छ। अनि प्लिज तपाईँहरू अब गर्नु होला, जसलाई कसैलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला, मेसेज गर्नु होला। र यहाँ नम्बर पनि छ, म नम्बर पनि हालिदिन्छु, त्यहाँ कल गरेर जोगाजोग गर्न सक्नुहुन्छ हजुरहरू।